हेलो नमस्ते साथीहरू। म तपाईहरुको प्रिय मित्र पारस पटेल तपाईहरुको समक्ष फेरि अर्को भिडियो लिएर आइसकेको छु। आज म तपाईहरुलाई बागमती प्रदेशको बारेमा विशेष जानकारी दिन गइराखेको छु। तपाईहरु यो भिडियो देखेर साथ दिनु, सपोर्ट दिनु। बागमती प्रदेश नेपालको प्रदेशहरु मध्ये एक राम्रो प्रदेश हो जहाँ शिक्षा, स्वास्थ्य र विकास र पूर्वाधारको राम्रो सुविधा व्यवस्था रहेको छ। बागमती प्रदेश नेपालको मध्य भागमा अवस्थित एक महत्त्वपूर्ण प्रदेश हो। यस प्रदेशमा नेपालको संघीय राजधानी काठमाडौँ पर्दछ। प्रशासनिक, शैक्षिक, आर्थिक तथा सांस्कृतिक दृष्टिले बागमती प्रदेश निकै अगाडि रहेको छ। हामी बागमती प्रदेशको क्षेत्रफलको कुरा गर्ने हो भने बागमती प्रदेशको क्षेत्रफल 20,300 वर्ग किलोमिटर रहेको छ। त्यसैगरी साक्षरता दर 80% भन्दा बढी रहेको छ, जुन नेपालकै उच्च साक्षरता दर मध्ये एक हो। त्यसैगरी हामी बागमती प्रदेशमा गरिबी हेर्ने हो भने सबभन्दा कम भनेपछि अरु प्रदेशहरुको तुलनामा कम गरिबी रहेको, 10 देखि 12% मात्र गरिबी रहेको छ। काठमाडौँ उपत्यकामा गरिबी दर कम भए पनि पहाडी तथा ग्रामीण क्षेत्रमा केही बढी पाइन्छ। बागमती प्रदेशमा जम्मा 13 वटा जिल्ला, there are 13 districts are there in बागमती प्रोभिन्स। बागमती प्रदेशमा रहेका जिल्लाहरू यस प्रकार छन्: काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रामेछाप, दोलखा, सिन्धुली। बागमती प्रदेशको राजधानी हेटौडा, जुन कि मकवानपुर जिल्लामा पर्छ। भनेपछि हामी अर्को पक्षमा हेर्ने हो भने बागमती प्रदेशमा पढ्ने विश्वविद्यालय, कलेज तथा क्याम्पसहरू: त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय। त्यस्तै विभिन्न मेडिकल, इन्जिनियरिङ, व्यवस्थापन तथा प्राविधिक कलेज र क्याम्पसहरू यस प्रदेशमा रहेको छ। त्यसैगरी विमानस्थल, एयरपोर्टको बारेमा कुरा गर्ने हो भने त्रिभुवन इन्टरनेसनल एयरपोर्ट काठमाडौँकै एकमात्र सबभन्दा ठुलो र सबभन्दा पुरानो एयरपोर्ट भनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा पर्छ। त्यसैगरी भरतपुर विमानस्थल, चितवन, 3 जिल्ला स्तरीय खेल मैदानहरू। भनेपछि अर्को कुरा गर्ने हो भने यस जिल्लामा शिक्षा र अनुसन्धान, रोजगारी तथा व्यवसाय, पर्यटन, उद्योग, व्यापार र सूचना प्रविधि, स्वास्थ्य र पूर्वाधार विकासमा अरु प्रदेशहरूको तुलनामा राम्रो छ। निष्कर्ष: बागमती प्रदेश नेपालको सबभन्दा विकसित र अवसरयुक्त प्रदेशहरूमध्ये एक हो। यहाँ शिक्षा, स्वास्थ्य, यातायात र रोजगारीका कारण यो प्रदेश देशकै आर्थिक र प्रशासनिक मेरुदण्डको रूपमा स्थापित भएको छ। बागमती प्रदेश अरु प्रदेशहरूको तुलनामा शिक्षा, स्वास्थ्य, यातायात र विकासको हिसाबले अरु प्रदेशहरूभन्दा एकदमै अगाडि छ। यो प्रदेशमा रहेको काठमाडौँमा भनेपछि काठमाडौँ उपत्यका, काठमाडौँ भ्यालीमा रहेका तपाईको शम्भुनाथ टेम्पल, पशुपतिनाथ टेम्पल, त्यसैगरी कृष्ण टेम्पल, यो हाम्रो त्यस्तै बुद्ध, नीलकण्ठ, भगवान विष्णुको विभिन्न मूर्तिहरू पनि यो काठमाडौँ उपत्यकामा रहेको छ। काठमाडौँ उपत्यका हाम्रो